नमस्ते। अस्ति धेरैजनाले यो भिडियो हेरेर सोध्नु भएको थियो कि यो अझै डिटेलमा कसरी पैसा बन्छ अनि जापानिज पैसा अनि कागजहरू अनि हामीले चलाउँदै गरेको पैसा चाहिँ केबाट बन्छ भन्ने चाहिँ कच्चा पदार्थ चाहिँ हामी देखाउन लागिरहेछौँ। तपाईँको शुभ नाम? मेरो इन्द्र राई हो। तपाईँले यो काम गर्नु थाल्नु भएको चाहिँ कति भयो? म त 3-4 साल भइसक्यो। हजुर, उहाँले यसरी यो चाहिँ के गर्दै हुनुहुन्छ तपाईँले बताइदिनु बेला यो गर्ने प्रक्रिया हो। हजुर, यो बार्किलिङ हो। अब यो चाहिँ यस्तो हुन्छ सुरुमा चाहिँ। अब यसलाई चाहिँ सरसफाइ गरेपछि चाहिँ यस्तो अवस्थामा आउँछ अनि यसरी उहाँले राख्नु भएको छ। तपाईँको पनि नाम बताइदिने बेला? मेरो रमेश राई हो। हजुर, यो तपाईँले सेम प्रोसेस गरिरहनु भएको छ नि एउटै? यसको प्रति केजी कसरी छ अहिले यो चाहिँ कच्चा पदार्थमा चाहिँ? यो एबिसी हुन्छ। हजुर एलाई 700 रुपियाँ छ अहिले। हजुर बीलाई त्यसको ठ्याक्कै आधी। हजुर। सीलाई चाहिँ 100 रुपियाँ केजी। अब यो कच्चा पदार्थ लोक्ता भयो। यसको बोटको बारेमा चाहिँ अर्को भिडियोमा हामी देखाउनेछौँ।